जुन अहिले यो स्वास्थ्यमा हजुरले यो 3% कर बढेको फेरि फेसबुक हेर्दाखेरि घटेको भन्ने सुनिन्छ। शिक्षा पनि शिक्षा अब स्वास्थ्य यो सबै कुराहरू छ नि, यो घटेको बढेको भन्ने कुराहरू आइरहेको छ। यो खासमा के हो? यो नेपाल देशमा भएका गरिब निमुखाहरूको निमित्त यो जुन 3% भनेको छ, कुनै पहाड त होइन, जम्मा 3% हो, 3% हो। त्यसरी गर्दा फेरि मान्छेले फेरि 3-3-6 पनि भन्न सक्छन्, जे पनि भनिरहेछन्। यो 3% जुन कर छ त्यो चाहिँ हामीले यताबाट उठाएर उता पुर्याउने र उताको कटौती गरेर यता सारिसकेपछि यताबाट उता भएको कुरालाई उताबाट यता ल्याइसकेपछि त्यसले उताबाट ल्याएको चिजलाई यताबाट कभर गर्छ, जसको कारणले गर्दाखेरि चाहिँ गरिब निमुखा जनताहरूले पढ्न पाउँछन्। र स्वास्थ्यको कुरामा पनि त्यही छ। जसरी पहिला जे कर लाइया थियो त्यो करको केही प्रतिशत भाग यताबाट निकालेर उता थपिसकेपछि त्यो उताबाट थपेको कुरा यता ल्याइसकेपछि यताबाट ल्याएको कुरा उता थपेर उताबाट ल्याएको कुरा यता जम्मा गरेपछि त्यो जम्मा भएको कुरा फेरि यता र उता गरिसकेपछि यो कुरा चाहिँ चारैतिर जाने भएको हुनाले यो चाहिँ नेपाली जनताको निमित्त बेस्ट मोडल हो भनेर हामीले महसुस गरेका छौँ। रह्यो सवाल फेसबुकको स्ट्याटसको, त्यसको बारेमा चाहिँ छलफल हुन बाँकी छ। हजुर त अर्थ्याउन सक्ने मन्त्री, जुन हजुरले अहिले भन्नुभयो नि यताबाट उता गएको उताबाट यता गएको, खासमा कताबाट कता चाहिँ गएको हो? कताबाट कता गएको होइन, यताबाट चाहिँ उता गएको। कताबाट कता गएको भन्यो भने चाहिँ तपाईँहरू कन्फ्युज हुनुहुन्छ। द डिरेक्सन अफ द ट्याक्स इज भेरी क्लियर। इट इज ट्राभलिङ फ्रम दिस साइड टु द्याट साइड, not from that side to this side.